यो वेलकम टु माई च्यानल। आजको भिडियो एकदम इन्ट्रेस्टिङ हुनेवाला छ किनभने आज हामी नेपाली आइडी कार्ड नेपाली परिचय पत्र कसरी बनाउने भन्ने भिडियो बनाउँदैछौँ। र यो भिडियोमा म चाहिँ सकेसम्म ट्राई गर्नेछु कि A to Z कम्प्लिट प्रोसेस कहाँ गएर कसरी के गर्ने भनेर। सो लेट्स डाइभ इन। गुगल में जाने अनि गुगल में गएर अफिसियली वेबसाइट एनआईडी हानिसकेपछि त्यो वेबसाइट यस्तो तरिकाले खोलेर आउँछ जसमा चाहिँ हामीले फर्स्ट को चुज गर्ने एनआईडी प्री इनरोलमेन्ट भनेर। त्यो खोलेपछि हाम्रो यस्तो स्क्रिन आउँछ। अब यो चाहिँ हाम्रो अफिसियल वेबसाइट हो अनि यसमा दुईटा अप्सन छ, एउटा इन्डिभिजुअल अनि एउटा प्रोभाइडर ग्रुप। हामी चाहिँ इन्डिभिजुअल लिने, मोबाइल नम्बर हाल्ने, ओटीपी आउँछ। ओटीपी आएपछि ओटीपी टाइप गरेर कन्फर्म गर्ने, त्यसपछि यस्तो स्क्रिन आउँछ। यो स्क्रिनबाट चाहिँ हामीले न्यू इनरोलमेन्टमा क्लिक गर्ने। न्यू इनरोलमेन्टमा क्लिक गरेपछि एउटा नेपाली फर्म जस्तो आउँछ। त्यसमा चाहिँ के लेखेको हुन्छ नि, एउटा ब्लू कलरको क्लिक लेखेको छ जहाँ तपाईले भिडियोमा देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गरे भने चाहिँ नेपाली किबोर्ड ओपन हुन्छ र यो फर्ममा न कपी पेस्ट गर्न मिल्छ र नेपाली त्यो किबोर्ड हेरेर नै टाइप गर्नुपर्छ। त्यसैले त्यो अफिसियली वेबसाइटबाट यो लिङ्कमा आएको हो, त्यहाँ क्लिक गर्ने, यहाँ आउने, हेर्ने, हेर्दै आफ्नो नामहरु हाल्ने। एउटा साइडमा नेपाली, एउटा साइडमा इङ्ग्लिस। त्यो अगाडि मेरो डेटाहरु चाहिँ हाइड गरेछु किनभने यो समथिङ कन्फिडेन्टल और प्राइभेसी। एन्ड यो भरेपछि फोन नम्बर, मोबाइल नम्बर, नगरपालिका, वडा नम्बर, टोल, भिलेज सबै भर्ने। अनि त्यहाँ एउटा टिक लाउने छ कपी पर्मानेन्ट। त्यहाँ क्लिक गरेपछि माथिको कपी पेस्ट हुन्छ, फेरि रिफिल गर्न पर्दैन यदि तपाईहरु चाहिँ सेम पर्मानेन्ट र टेम्पोररी हो भने। त्यो गरेपछि ओके नेक्स्ट। अब यहाँ आउँछ फादर्स डिटेल। यदि हुन्छ छोराहरुले हो भने चाहिँ फादर डिटेल्स, एन्ड छोरीहरुको बिहे भएको छैन भने चाहिँ फादर डिटेल्स, बिहे भएको छ भने चाहिँ स्पाउस नेम। यसमा अब अहिले चाहिँ ग्रे आउट छ किनभने यो मेरो लागि होइन। एन्ड यसमा पनि त्यही सेम अप्सन छ, क्लिक गर्यो भने माथिको सेम तल पेस्ट हुन्छ। अब यो स्पाउस डिटेलमा यता पनि फिल गर्ने, उता पनि फिल गर्ने। मेक श्योर एभ्रिथिङ इज राइट। लेफ्ट साइडमा नेपालीमा एन्ड राइट साइडमा इङ्ग्लिसमा नेम, लास्ट नेम, नागरिकता प्रमाणपत्र नम्बर एन्ड नेसनालिटी। यो सबै फिल गरेपछि नेक्स्ट अप्सनमा हामी जान्छौँ। फर्म भरेर चेक गर्नु एभ्रिथिङ इज ओके, एभ्रिथिङ इज राइट। एन्ड त्यसपछि विल गो टु द नेक्स्ट गरेपछि यहाँ बायोमेट्रिकको लागि लोकेसन एन्ड डेटको अप्सन आउँछ। तपाईँ जहाँ हुनुहुन्छ, जहाँ नजिक हुन्छ त्यहाँको लोकेसन सेलेक्ट गर्ने र जुन चाहिँ डेट तपाईहरुको लागि इजी हुन्छ सेलेक्ट द्याट डेट सेलेक्ट गरेपछि यसमा तपाईहरुलाई टाइम स्लट र त्यो स्लटमा कतिजना मान्छे छ त्यो देखाउँछ। त्यो मध्ये एउटा चुज गरेर तपाईले आफ्नो चाहिने सेलेक्ट गर्नुहोस्। दिइसकेपछि एउटा फर्म फेरि आउँछ, रिचेक एभ्रिथिङ इज ओके, एभ्रिथिङ इज अल राइट, मेक श्योर यु डोन्ट डु एनी मिस्टेक्स एन्ड नेक्स्ट ओके यस। अब यति भएपछि तपाईको फर्म रेडी भयो। अब यो तपाईको अफिसियल फर्मलाई चाहिँ डेस्कटपमा पीडीएफमा सेभ गरेर अनि फ्ल्याशमा हालेर कुनै नजिकको ठाउँमा गएर प्रिन्ट आउट गर्नुस्। प्रिन्ट इज मस्ट, मेक श्योर दिस इज 1 पेज। प्रिन्ट गर्ने, हातमा लिने अनि जुन लोकेसन जुन डेट छ त्यहाँ जाने। मा चाहिँ म भन्ने छु कि कुन ठाउँमा जाने, कुन कोठा नम्बरमा जाने, कति एउटा अफिसमा छिर्नुपर्छ भनेर। ओके, सो त्यसको लागि चाहिँ सब्सक्राइब टु च्यानल and stay tuned for the next video. Till then, take care. Bye bye.